अर्को एउटा नयाँ भ्लग लिएर यहाँहरू समस्त उपस्थित भएको छु। नहुने जस्तो बुझियो कि त्यो हुँदाखेरि अब सुँगुरको टाउको किन्ने अनि यसो अब धेरै भयो होइन पोर्क मिट नखाएको दिइरहेका छौँ। नयाँ ठाउँको नयाँ अनुभव हामी पक्कै गर्दैछौँ। हामी मार्केटतिरै अगाडि बढिरहेका छौँ। यो दोस्रोचोटि हो यो मार्केटमा चाहिँ। पहिलोचोटि एकजना साथीलाई कुकुरले टोकेको थियो र उहाँको भ्याक्सिन लगाउनुको लागि हस्पिटलसम्म म आएको थिएँ। मेरो पनि आफ्नै कामहरू थियो, ड्युटी छोडेरै म उहाँलाई साथ दिएर मेरो आफ्नो कामको लागि पनि उहाँको लागि पनि आएको थिएँ होइन। यो पटक चाहिँ अब फुर्सदको समय पनि फुर्सदको भन्दा नि आज त हामी बिहानभरि ड्युटीमै थियौँ। 8 घन्टा ड्युटी सकेर अब आएर नुहाउने गरेर खानासाना खाएर खाजासाजा खाएर अनि आराम गर्ने क्रममा अचानक यो मार्केट आउने योजना बन्यो। सोही अनुरूप यतिखेर हामी मार्केटमा छौँ। मार्केट पनि लगभग हामी आइसकेको जस्तो लाग्यो मलाई होइन। मार्केटमा आइपुगेका छौँ। यो एउटा के भन्छ यो चाइनिज मार्केट अरे, चाइनिज मार्केट है हाम्रो चाइनिज मार्केट। यहाँ चाहिँ मेरो एकदमै रमाइलो भाइ मिसन भाइ चाहिँ यहाँ केही खरिद गर्ने सोच्दै हुनुहुन्छ के हो। ल ठिक छ के छ र होइन। अनि लुगा तपाईँ के किन्दै हुनुहुन्छ? लुगा चाहिँ हो ल ठिक छ। यसो जेन्ट्स आइटमहरू उहाँहरूले यहाँ खरिद गर्नको लागि हेर्दै हुनुहुन्छ होइन। यतापट्टि रोशन भाइ के छ के तपाईँ पनि लिने केही हेर्दैछु म पनि हो लिँदै हुनुहुन्छ? ल जस ठुलो रहेछ मार्केट है, चाइनिज मार्केट। यहाँ त गिफ्ट आइटमहरू रहेछ एकदमै रमाइलो गिफ्ट आइटमहरू है। कि रोशन भाइ एज यु आर अनम्यारिड डु यु पर्चेज एनी गिफ्ट फर युर गर्लफ्रेन्ड? हाम्रो रोशन डाँगी भाइ चाहिँ अनम्यारिड हुनुहुन्छ कि त्यही भएर जिस्काएको क्या साथीहरू। हामी अहिले चाहिँ अब अन्डरग्राउन्ड जाँदैछौँ। यहाँ माथिपट्टि यो पहिलो तल्लामा चाहिँ होइन फर्स्ट फ्लोरमा चाहिँ लेडिज आइटम मात्रै रहेछ कि। अनि अहिले हामी चाहिँ ग्राउन्ड फ्लोरमा जाँदैछौँ। वा ग्रेट या धेरै रहेछ नि त सामानहरू, जेन्ट्स आइटमहरू त वा हेर्नु त। ग्रेट मार्केट, चाइनिज मार्केट। हाम्रो नेपालमा यो डिपार्टमेन्ट स्टोर भाटबटे नि भने जस्तो नि जस्तो। ओ माई गड, यो प्राइसहरू चाहिँ के कति रहेछ हौ? प्राइसहरू प्राइस ट्यागहरू छ है? 18 युरो। यो पछि आउने है, हाम्रो स्यालेरी आएपछि चाहिँ आउनुपर्छ है मिसन भाइ। ल यहाँ आएर कस्तो ठुलो साइजमा पाउने क्या त्यो अब युरोपियनहरूको लागि। हामी नेपालीहरू अब अलिकति होचो अलिकति सानो साइजका हुन्छौँ, त्यही भएर हेर्नु त सामानहरू। माल त मन परेको छ है। हो त राम्रो क्या। अब स्यालेरी आएर अस्ति अब घर पठाइहाल्यो अलि ल्याएको स्यालेरी। अब यहाँ पकेट खर्च पनि सकिसकेको अवस्था हो अब। तर यहाँ साथीहरू हुनुहुन्छ, साथीहरूले चाहिँ स्पेसल सपिङ गर्दै हुन्छ। म पनि एउटा जिन्स प्यान्ट र एउटा टी सर्ट चाहिँ लान्छु। अब यो भिडियोमा कभर गर्छु गर्दिनँ होइन। यस्तो राम्रो यो चाइनिज मार्केटमा आएका छौँ हामी होइन, र सपिङ त गर्नु पऱ्यो नि। के मन पऱ्यो कि क्या ज्याकेट? पछि जाडोमा चाहिँ आउनुपर्छ है अब। अब अगस्त भिडियोमा त एकदम राम्रो देखिनु भयो। ग्रेट डान्स पनि गरिदिनु भएको। रहेका छौँ। पोहोरको पसल कहाँनिर छ भनेर थाहै नभएर नि साथीहरू यहाँ कुनै मान्छेलाई सोध्ने हो कि अथवा लोकेसन ट्र्याक गरेर जाने हो भनेर हिँडिरहेका छन् अगाडि। मिसन भाइ भेटियो पोर्कको लोकेसन? पोर्क लिन आएको भरे अब पोर्क नलिजाँदा त साथीहरूले फेरि मार्छन् होइन। फाइनल्ली हामीले पोर्क सुँगुरको मासु किनेका छौँ। रोशन भाइ देखाउनु ल अब गएर हाम्रो एकदमै बेलुकाको डिनर चाहिँ एकदमै पोर्कमय हुनेछ होइन। हेर्नु न यहाँ हाम्रो लुगाले पनि लिनुभएको हो। कति केजी हो टोटल लियो होला? 10 केजी जति। 10 केजी ल ठिक छ। हामीले पोर्क भर्खरै किनेका छौँ। केमा राजमा लाउने कुरा हो साथीहरूको? सुँगुरको खुट्टामा ल आज सुँगुरको खुट्टाको स्पेसल हाम्रो डिनर बन्नेवाला छ होइन। सुँगुरको खुट्टा त आज नखाने होला होइन? कहिले खाने? आज सुँगुरै मात्रै हो। आज सुँगुरको मासु मात्रै, पोर्क अन्ली।
भोलि चाहिँ हामी अब सुँगुरको जुस खुट्टा खाइहाल्ने हो? टेको मासु जुस खाइहाल्ने हो? कोही त के गर्दै खाने भए खाइदिउँ यहाँ बसेर खाइदियो कहाँ खाने भए खाइदिउँ कहाँ बसेर खाने तिर्खा तिर्खा लाग्यो भने के गर्नु यार साथीहरू निकै बेरको दौडधुपपछि हामी निकै थकाइ महसुस गऱ्यौँ अलिक तिर्खा पनि लाग्यो त्यही भएर हामी चाहिँ त्यतिखेर जुस खाँदैछौँ यो जुस त के को जुस हो यो एप्रिकोट एप्रिकोट स्याउ सबै खाइदिनु पर्छ क्या आजको हाम्रो मार्केटको यात्रा समाप्त भएको छ हामी अब ट्याक्सी चढेर हाम्रो गन्तव्यतर्फ जाँदैछौँ हाम्रो रुमतर्फ जाँदैछौँ